सबैजनालाई नमस्ते। होप सबै सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी च्याउ खोज्न जाँदैछौँ। म मेरो दिदी र मेरो बुहारी देख्न सक्नुहुन्छ। त्यसै गरेर बाटोमा चाहिँ दिदीको घर थियो। कति मिठो सेलरोटी बनाउनु भएको रहेछ, बोलाएर दिइहाल्नु भयो। अनि हामी खाएर जङ्गलतिर लाग्यौँ र यहाँ देख्न सक्नुहुन्छ जङ्गलको बिचमा मन्दिर पनि थियो र म मेरो दिदी बुहारी लाग्यौँ जङ्गलतिर। यहाँ चाहिँ मैले अगाडि नै च्याउ भेटाइसकेँ। यसलाई चाहिँ हाम्रोतिर दुधिया च्याउ भन्छ, हजुरकोतिर के भन्छ आई डोन्ट नो। र अगाडि गएर मैले सल्ला च्याउ पनि भेटाएँ। टिपिराछु हेर्न सक्नुहुन्छ। म चाहिँ जङ्गलमा च्याउ खोजिरहेको छु र भेटाइरहेको पनि छु। मेरो दिदीहरू चाहिँ उता अगाडितिर हुनुहुन्छ र अर्को च्याउ भेटाएको थियो त्यसको माथि त माई गड कस्तो अरेङ्गाल बसेको। फेरि मैले त्यसलाई पनि फालेँ र टिपेर प्लास्टिकतिर राखेँ। उतातिर अगाडि दिदीहरू पनि हुनुहुन्छ, हजुरले देख्नुहुनेछ, केही छैन। मेरो बुहारी यता पहाडी छिन्, म यता छु र मेरो दिदी चाहिँ अलि नै अगाडि नै गइसक्नु भएको छ। र यहाँनिर फेरि मैले च्याउ भेटाएँ। हाम्रोतिर जसलाई हाडी च्याउ भन्छ, हजुरकोतिर के भन्छ त्यो पनि मलाई थाहा भएन है त। हेर्न सक्नुहुनेछ। हामी चाहिँ एकदम इन्जोय गरेर च्याउ टिपिरहेको छ। आज चाहिँ सेकेन्ड टाइम हो, म गएको थिएन च्याउ फलेदेखि। मेरो दिदी म मेरो बुहारी चाहिँ यतितिर छौँ, खोजिरहेको छौँ, हेर्न सक्नुहुनेछ। र नखाने च्याउ हेर्न कति धेरै फलेको छ, खाने च्याउ एउटा पनि छैन, एउटा पनि छैन। अनि मेरो चाहिँ यहाँनिर आएर चप्पल नै छिन्यो, कस्तो दिमाग खराब भयो भनेको। फेरि खाली गोडा त हिँड्नु भएन। अनि मैले जुगाड गरेँ, डोरी छिनाएँ र चप्पललाई जोड्नु अघि च्याउ भेट्यो, फेरि च्याउतिर लाएँ। र अब मैले मेरो चप्पललाई जोडेर चप्पल लाएर फेरि च्याउ खोज्न अघि बढेँ। हेर्न सक्नुहुन्छ मैले बाँधेर चप्पल लगाइसकेँ। यहाँ फेरि हामी त मेन बाटोतिर आयो च्याउ खोज्दा खोज्दै। कतिजनाले त्यो बाटो देख्नु पनि भएको छ होला। मेरो दिदीहरू चाहिँ उतातिरबाट आउँदै हुनुहुन्छ। दिदीहरूले चाहिँ अघि आउँदा चाउचाउ किन्नु भएको थियो, हिँडेर गाह्रो भएको छ। यहाँनिर चाहिँ बसेर एकछिन खाउँ न, खाएर जाउँला भन्ने कुरा गरिराख्नु भएको थियो। म चाहिँ पहिले आइसकेको थिएँ र हामी चाउचाउ खायौँ। अहिलेसम्म चाहिँ मेरो च्याउ हेर्नु न यति मात्रै भएको थियो कि धेरै खोजेकै थिएन। दिदीहरूले चाहिँ अलिअलि भेटाउनु भएको थियो। हामी चाहिँ यसरी रमाइलो गरेर च्याउ खोजिरहेको थियौँ र च्याउ खोजेर अब हामी यहाँ चाउचाउ खाएर निस्किने कुरा भइरहेको थियो। फेरि जाँदैन के बाटोबाट जानु, जङ्गलबाटै जाउँ भनेर गइरहेको थियौँ। अगाडि नै फाजु भेटिनु भयो र फाजुले पनि कति भेटायो भनिराख्नु भएको थियो। भाइले चाहिँ दिदी हाम्रो त यति छ भनेर देखाइरहेको थियो। हेर्नु न अलि अगाडि गएको त दिदी पनि भेटिनु भयो। ओ या हामी चाहिँ दिदीको च्याउ हेर्नु न कति धेरै भेटाउनु भएको छ। हामी त रित्तै थियो कि यति बेलासम्म हामी चाहिँ हेरेको हेरै भयौँ कि उहाँको च्याउ। हेर्नु न हेर्नु, मैले पनि यता बिचमा आएर चाहिँ यो च्याउ भेटाएको थिएँ। यो चाहिँ अलि थुप्रै भेटाएको थिएँ, मैले चाहिँ सबै खिच्न पाएन। हेर्न सक्नुहुनेछ। यसरी चाहिँ हामी घरतिर लाग्यौँ र घरको नजिकै आयौँ र घर गएर च्याउ कलेक्सन गऱ्यौँ। कलेक्सन गर्दा यति भएको थियो। बाई, फेरि भेटौँला।